8 त्रिवेणी गाउँपालिका 3 नम्बर वडा हाङपाङमा चाहिँ कृत्रिम गर्भधारण गराउनको लागि चाहिँ हाम्रो 8 त्रिवेणी गाउँपालिका चाहिँ पशु शाखाका चाहिँ प्रमुख हाम्रो शिवराज सर हुनुहुन्छ। यहाँलाई स्वागत छ 8 त्रिवेणी अनलाइन टिभीमा। सर, तपाईँ आफ्नो तयारी पनि गर्दै गर्नु होला हैन? हुन्छ सर, के छ यो हाम्रो 8 त्रिवेणी गाउँपालिकामा यो चाहिँ कृत्रिम गर्भधारण गराउनेदेखि लिएर अन्य अरू पशुहरूलाई चाहिँ के भन्छ त्यसको त्यो अब गाउँले भाषामा सरल भाषामा भन्नु पर्दाखेरि खसी पार्ने तथा चाहिँ यो यस्ता उहरू पशुहरूको चाहिँ सेवा गर्ने कुराहरूमा के छ हाम्रो गाउँपालिकाबाट चाहिँ आएको सेवा सुविधाहरू के छन् त सर? यसो बताइदिनुहोस् न त। हाम्रो 8 त्रिवेणी गाउँपालिकामा यहाँलाई स्वागत छ। हजुर। 8 त्रिवेणी गाउँपालिका पशु सेवा शाखामा चाहिँ अहिले जस्तो किसानहरूको लागि हजुर निःशुल्क हजुर कार्यालय समयमा हजुर सेवा शाखामा ल्याउनु हो भने हजुर पशुहरूको बन्ध्याकरण, हजुर बोका खसी बनाउने, हजुर गोरुहरू भयो लगायत हजुर हजुर निःशुल्क छ। ए, त्यो चाहिँ गाउँपालिकाले निःशुल्क प्रदान गर्नुभएको छ हैन त? प्रदान गरिरहेको त्यो चाहिँ कार्यालय समयमा हजुर। र पशुवस्तुहरूलाई औषधि हजुर वितरण हजुर होइन लगायत त्यो साथसाथै गाई भैँसीहरूमा चाहिँ हजुर कृत्रिम गर्भधारण सेवा पनि प्रदान गरिरहेको अवस्था छ। ए, यो चाहिँ कार्यालय समयमा चाहिँ उहाँ पालिका क्षेत्रमा तपाईँको शाखामा चाहिँ सम्पर्क गरेर जाँदाखेरि यो कृत्रिम गर्भधारण पनि चाहिँ निःशुल्क नै हुने। ए, भनेपछि 8 त्रिवेणी गाउँपालिकाले धेरै सेवा सुविधाहरू कृषकहरूलाई पनि दिइ नै राख्नु भएको भन्ने कुरो बुझियो होइन? के यसमा चाहिँ के को प्रयोग हुन्छ, के हो त सर तपाईँको? हजुर गाई भैँसीमा कृत्रिम गर्भधानमा चाहिँ यसमा हजुर गाईमा चाहिँ जस्तो जर्सी, हजुर होलिस्टेन, हजुर साइवाल भन्छ, हजुर तिनीहरूको चाहिँ उन्नत जात 62.2% को शुद्धता हजुर हजुर भएको बिरुवा चाहिँ हामीले राष्ट्रिय पशु प्रजनन कार्यालय हजुर लानबाट चाहिँ हामीले अहिले ल्याएर हजुर किसानमा चाहिँ यो सेवा प्रदान गरिरहेको अवस्था छ। यो चाहिँ यहाँको स्थानीय लोकल जातका यी गाईहरू अथवा भैँसीहरूमा चाहिँ प्रयोग गर्न मिल्छ कि मिल्दैन, कि उन्नत जातकै चाहिने हुन्छ सर? एकदम लोकल पशुहरूलाई चाहिँ नस्ल सुधार गरेर हजुर क्रमिक रूपमा चाहिँ यसलाई उन्नत पशुहरूतिर चाहिँ लाने एउटा लक्ष्य हो। हजुर हजुर यसमा यो गर्ने भनेकै लोकल गाई भैँसी। ए, भनेपछि स्थानीयवासीहरूले स्थानीय जनताहरूले यति कुरा चाहिँ बुझ्नु पर्यो। लोकल उहाँहरूको चाहिँ पशुहरूलाई पनि ल्याएर कृत्रिम गर्भधारण गराउँदाखेरि बिस्तारै सुधारिएर चाहिँ जाने होइन? नस्ल चाहिँ अलिकति सुधार भएर जाने हुने रहेछ होइन सर? हुन्छ, ल तपाईँको के छ त यो? हुन्छ तपाईँको आज चाहिँ हजुर यसबारेमा जानकारी गराउन लागे। हजुर यो चाहिँ एउटा के हो सर? यसलाई के भन्छ सर? चाहिँ यो हामीले हजुर पशुहरूको चाहिँ सिमेन्ट स्ट्र भन्छौँ। हजुर सिमेन्ट स्ट्रलाई चाहिँ सुरक्षित राख्ने एउटा यो भाडा नाइट्रोजन फ्री कन्टेनर हो। हजुर यसमा चाहिँ लिक्विड नाइट्रोजन हजुर राखिएको हुन्छ। यो लिक्विड नाइट्रोजनमा चाहिँ यो चाहिँ सिमेन्ट स्ट्र जुन चाहिँ हामी बिरुवा भन्छौँ, हजुर त्यसलाई चाहिँ लिक्विड नाइट्रोजनमा राखेर संरक्षण गरेर अवस्था हुन्छ। हजुर र यो चाहिँ एआई गर्ने गन हो। ए, यो चाहिँ विशेष भित्र यो मार्फत चाहिँ त्यो चाहिँ कृत्रिम गर्भलाई चाहिँ भित्र राख्ने काम गरिने रहेछ होइन? हजुर प्रयोग हुने अब यस्तै लगायत अन्य सामग्रीहरू पनि हजुर प्रयोग हुँदै आएको छ। अनि यो चाहिँ हजुर पानीको टेम्परेचर नाप्ने जस्तो अब कतिपय उसको शरीरमा हो, शरीरमा होइन, जस्तो पानीको टेम्परेचर चाहिँ ठ्याक्क मिलाएर 34 देखि 36 डिग्री तापक्रममा चाहिँ यो चाहिँ गर्न मिल्यो। यो चाहिँ मृत अवस्थामा हुन्छ, सुस्त अवस्थामा हुन्छ र यसलाई चाहिँ 34 देखि 36 डिग्रीको तापक्रममा ल्याएर यसलाई चाहिँ चालमा ल्याएर अनि मात्रै प्रयोग गर्दाखेरि अनि गरिने रहेछ। हुन्छ सर, धन्यवाद यहाँलाई सम्पूर्ण जानकारी गराइदिनु भयो। र हाम्रो यता कृषक दाइ हुनुहुन्छ निमा शेर्पा, आज उहाँ अत्यन्तै खुसी हुनुभएको छ 8 त्रिवेणी गाउँपालिकाद्वारा आउनुभएका हाम्रा कर्मचारी सरले चाहिँ कृत्रिम गर्भधारण गराइसक्नु भएको छ।
उहाँले अब आज गराइयो सर, यसको डेट पनि फिक्स हुन्छ सर? अब यो चाहिँ खास गरी गाईको चाहिँ हजुर 9 महिना 9 दिनमा चाहिँ यसले यसको समय अवधि पुग्छ। त्यसभन्दा पछाडि चाहिँ अनि जन्म हुन्छ। 5 गते महिना पुग्ने भयो। हजुर ए दाइले मिति पनि तयार गरिसक्नु। नौरान के नाम राखिदिनु हुने भयो त दाइ? नाम त ब्याएपछि मात्रै हुन्छ। ए होइन नि, अब यसो विचार गर्नु पर्यो नि त, यति दुधालु गाई होइन। अनि माघको 5 गते महिना पुग्छ र महिना पुगे पछाडि 4-5 दिन 10 दिन 12 दिनसम्म पनि हजुर पर जान्छ। ए ठिक छ ल ल एकदमै दाइको चाहिँ कृषि खेती छ यहाँको। गाईको दुध मात्रै होइन, मुत अनि गोबरदेखि लिएर केही पनि खेर जाँदैन होइन दाइ? यसरी जम्मा गर्ने गरेको छ। ओहो ल यहाँ ट्याङ्कीमा ट्याङ्की होइन, ठिक छ ठिक छ, यहाँदेखि एकदम देखिरहेछ मजाले प्रत्यक्ष। ल लसुन टमाटर गोबर ग्यास यो गाईको पिसाबबाट कि केबाट पो हुने? ए गोबरबाट। ग्यासको चाहिँ मैले त्यो बनाउने प्राविधिकको सम्पर्क नै मैले कहीँ पाइनँ। पोलेदेखि बनाउने भनेको ए हो, यसलाई जमाएर सम्पर्क छैन। आँप टमाटर सम्पूर्ण चिजहरू यहाँ छन्। टनेल लगाउनु भएको छ होइन। मनकुमार दाई पनि 1 नम्बर किसानमै पर्नुहुन्छ। उहाँले सुन्तला अत्याधिक रोपेर चाहिँ चकित पार्नु भएको छ हाम्रो हाङपाङवासीहरूलाई। उहाँको चाहिँ सुन्तला अबको केही वर्षमा चाहिँ फल्ने छ। आँपमा एकदम दाना लागेको छ। आँप राम्रो छ, यो अडिने रहेछ। हेर्नु त चिचिला लाग्यो नि, कृषिले दबाई दिएर हो। यहाँ लागेको हाम्रो दाइले पनि हान्नुभयो आँपमा। हाम्रो मनकुमार दाइलाई यहाँलाई पनि स्वागत छ। स्वागत छ। ल ल तपाईको अनलाइन टिभीमा लाइक सब्स्क्राइब। गुलाबको फुल, मकै गुलाबको फुल त्यस्तो उल्टो खालको लाइक चाहिँ नगर्नु। डेरी पनि ठिक छ। यो चाहिँ हाम्रो मन्जु डेरी, पहिला पनि भिडियो त ल्याइसकेको हो। यहाँनिर चाहिँ अब डेरी हो, पर्याप्त मात्रामा दुध सङ्कलन नभएको कारणले अहिले अलिकति केही प्राविधिक कठिनाइको कारणले सञ्चालन भएको छैन। ठिक छ। मनकुमार दाइलाई यति कोलाको दाम चाहिँ बोकिसकेपछि कसले चाहिँ कृषक भन्दैन होला र दर्शकवृन्द। हाम्रो अत्यन्तै मेहनती हुनुहुन्छ हाम्रो मनकुमार चौहान दाई। यतिखेरको समयमा यो सयपत्री फुल फुलिरहेको छ, तपाईँहरूले देख्न सक्नुहुनेछ। हो त वैशाख आज 5 गते होइन दाइ? दाइको दानाहरू कटिङ गर्ने यो मेसिन छ, सबै गर्नुहुन्छ हाम्रो निमा दाइले। लामपातेको बिरुवा, ढकमकको राताम्य गुलाबहरू फुलेका छन् एकदम राम्रो। यो चाहिँ तपाईँहरूले लेखबाट ल्याउनु भएको नयाँ त नभनौँ, यो चिज हो, फुल हो। यो राम्रो फुल्छ, फुलेपछि तपाईँहरूलाई अवश्य म देखाउने छु। 2-3 महिनासम्म फुलिबस्ने फुल हो। गुलाब ढकमक्क मजाले फुलेको छ, हो नि, साह्रै राम्रो फुलेको छ। यसको चाहिँ बिरुवा उत्पादन गरेर बिक्री गर्नुपर्ने हो। गजबको हो। ल ठिक छ। निमा शेर्पा दाइको घरमा अहिले चाहिँ यस्तो छ। सुन्तला माथि छ, माथिको बगानमा चाहिँ सुन्तला छ, मास्लो साइडमा। टनेलला मात्रै अहिले चाहिँ कतिवटा, यहाँ 6-7वटा छ होइन, यही एरियामा 7वटा छ। तल अर्को पुरानो ठाउँमा छ। ल भिडियो हेरिदिनु भयो, खुसी लाग्यो। यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। लाइक सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला। यो छ मकै चाहिँ अब सबैभन्दा छिट्टो चाहिँ पोली खाना हाङपाङमा हुन्छ कि भन्ने यहीँ आश गरेका छौँ। हेरौँ है त।